आउनुहोस् एउटा मैले यहाँ पावर पोइन्टमा स्याम्पल बनाएको छु। यस्तो खालको क्विज कसरी खेल्नको लागि बनाउने म सिकाउने छु। फर्स्टमा यो हेर्नुहोस् कस्तो लाग्छ, मन पर्छ भने कमेन्ट गर्नु होला, म सिकाउने छु है त। अब यताउता थिच्दा यो नेक्स्ट स्लाइडमा जाँदैन। नेक्स्ट स्लाइडमा जानको लागि स्टार्ट क्विजमा थिच्नै पर्ने हुन्छ। थिच्यो जस्तै कुनै एउटा ग्रुप एबीसीडी भन्ने छ, त्यसले चुज गर्छ। जस्तै डी ए ग्रुपले चुज गर्छ 26 भन्यो भने 26 नम्बरको नै क्वेशन प्ले हुन्छ। अनि यसको एन्सर बच्चाले भनेपछि यहाँ एन्सरमा थिच्यो भने एन्सर आउँछ। खासमा यहाँ 4टा अप्सन हुनुपर्ने, मैले 4टा दिने, अहिले एउटा मात्रै छ है। 4टामा एउटा चुज गर्नुपर्ने हुन्छ, अहिले एउटा मात्रै दिएको छु। अब फेरि नेक्स्ट ग्रुपलाई चुज गर्न दिनको लागि ब्याकमा जानुपर्छ। ब्याकमा जाँदा ग्रुप ए ले 26 छानेको थियो, 26 यहाँबाट गायब भइसकेको छ। अब जस्तै बी ले 23 चुज गर्यो भने 23 को यो क्वेशन डिस्प्ले हुन्छ है। अब यसको एन्सर भन्न सक्यो भने सकेन भने एन्सर डिस्प्ले गर्नुपर्छ। 4टा अप्सन हुनुपर्नेमा मैले एउटा मात्रै हालेको छु अहिले है। त्यसपछि ब्याक जाँदा अगाडिको गायब भइसकेको हुन्छ। त्यसपछि सी ले 25 चुज गर्यो भने 25 को डिस्प्ले हुन्छ। अब एन्सरमा थिचेपछि एन्सर आउँछ। ब्याकमा जाउँ, यसरी नै बनाउन सक्छौं। तपाईलाई यो कस्तो लाग्यो यो भिडियो? यदि मन पर्छ भने, सिक्न चाहनुहुन्छ भने भन्नु होला। म स्टेप बाइ स्टेप यो यस्तो पावर पोइन्टमा भिडियो कसरी बनाउने म सिकाउने नै छु। जति सिलेक्ट गर्छ, सिलेक्ट भइसकेको नम्बर सबै हराउँदै जान्छ है त। यहाँ सबै नै सकियो है। यसरी नै कसरी बनाउने कमेन्ट गर्नु होला। यदि सिक्न मन छ भने म सिक्छु भन्नुहोस्, लेख्नुहोस् कमेन्टमा, म सिकाउने छु। हस् त, धन्यवाद।